स्टक बजारको उतार चढाव यो त लगानीकर्ताको लागि सधैँको टाउको दुखाइ हो, होइन त? तर के होला यदि एउटा सामान्य कथाले यो चुनौतीलाई सुनौलो अवसरमा बदल्न सक्छ? हो, आज हामी लगानीको एउटा यस्तै शक्तिशाली मानसिक मोडलको बारेमा कुरा गर्दैछौँ जसले बजारको कोलाहललाई अवसरमा कसरी बदल्ने भनेर सिकाउँछ। ल, एउटा कल्पनाबाट सुरु गरौँ है त। सोच्नुहोस् त, कुनै एउटा निजी व्यवसायमा $1000को सानो हिस्सा छ र एकजना पार्टनर पनि छन्। नाम उनको मिस्टर मार्केट। उनी हेर्दा त निकै सहयोगी देखिन्छन्। यो सुरुवात हो महान लगानीकर्ता बेन्जामिन ग्राहमको एउटा कालजयी कथाको। तर यी मिस्टर मार्केटको एउटा गजबको बानी छ। उनको मुड एकै ठाउँमा बस्दैन। कहिले उनी यति उत्साहित हुन्छन् कि लगानीको हिस्सालाई आकाशकै मूल्यमा किन्न तयार हुन्छन्, अनि कहिलेकाहीँ उनी यति निराश हुन्छन् कि त्यही हिस्सालाई कौडीको भावमा बेच्न खोज्छन्। भन्नुको मतलब उनको हरेक दिनको मूल्य त केवल उनको भावनाको खेल हो। यही कथाले हामीलाई लगानीको दुईवटा आधारभूत तर एकदमै महत्त्वपूर्ण वास्तविकताहरूतर्फ डोर्याउँछ। एउटा हो बजार मूल्य र अर्को हो आन्तरिक मूल्य, र यी दुई बीचको फरक बुझ्नु नै एक सफल लगानीकर्ता बन्नुको पहिलो खुड्किलो हो। ल, पहिले कुरा गरौँ आन्तरिक मूल्यको, अर्थात् इन्ट्रिन्सिक भ्याल्यु। यो भनेको के हो त? सिधा भाषामा भन्दा यो कुनै पनि कम्पनीको वास्तविक भित्री मूल्य हो। यो उसको सम्पत्ति, उसले कति कमाउन सक्छ र उसको आर्थिक अवस्था कस्तो छ भन्ने कुरामा भर पर्छ। यो बजारको हल्लाभन्दा पर कम्पनीको गहिरो विश्लेषणबाट निस्कने एउटा ठोस नम्बर हो। अनि अर्कोतिर छ बजार मूल्य, अर्थात् मार्केट प्राइस। यो चाहिँ त्यही मूल्य हो जुन मिस्टर मार्केटले हरेक दिन प्रस्ताव गर्छन्, र यो मूल्य प्राय डर, लोभ र क्षणिक उत्साह जस्ता भावनाहरूबाट प्रभावित हुन्छ। त्यसैले त यो कम्पनीको वास्तविक मूल्यभन्दा कहिले आकाशमा हुन्छ, कहिले पातालमा। अब मूल्य र मूल्यबीचको यो खाडल कतिसम्म गहिरो हुन सक्छ भन्ने कुरा एउटा वास्तविक उदाहरणबाट हेरौँ न। कम्पनीको नाम हो इन्कटोमी कर्प, एक इन्टरनेट सफ्टवेयर कम्पनी। ल सुन्नुहोस्, सन् 2000को मार्च महिनाको कुरा हो। मिस्टर मार्केट एकदमै उत्साहित थिए। उनले इन्कोटोमीको बजार मूल्य कति तोके थाहा छ? $25 अर्ब। तर सबैभन्दा रमाइलो कुरा के थियो भने त्यो कम्पनीले त्यति बेलासम्म $1 पनि नाफा कमाएको थिएन। अब कथाको अर्को पाटो हेरौँ। त्यसको ठिक 2.5 वर्षपछि तिनै मिस्टर मार्केट एकदमै निराश भए र त्यही कम्पनीको मूल्य घटाएर कतिमा झारिदिए? जम्मी $4 करोड। सोच्नुहोस् त, $25 अर्बबाट सिधै $4 करोड। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने नि, त्यो कम्पनीको व्यवसाय कतै हराएको थिएन। त्यो कम्पनीले त अझै पनि $10 करोड भन्दा बढीको आम्दानी गरिरहेको थियो। के परिवर्तन भयो त? केवल मिस्टर मार्केटको मुड यसले छर्लङ्ग पार्छ कि बजार मूल्यमा कतिसम्म भर पर्न सकिन्छ भनेर। त्यसो भए यस्तो अस्थिर बजारमा एक लगानीकर्ताको सबैभन्दा ठूलो हतियार के हो त? त्यो हो छनौटको शक्ति, मिस्टर मार्केटलाई सिधै बेवास्ता गर्न सक्ने मौलिक अधिकार। यसैबारे बेन्जामिन ग्राहमको एउटा एकदमै शक्तिशाली भनाइ छ। उहाँ भन्नुहुन्छ, एक साँचो लगानीकर्तालाई आफ्नो सेयर बेच्न लगभग कहिल्यै बाध्य पारिँदैन र अरू सबै समयमा ऊ हालको बजार मूल्यलाई बेवास्ता गर्न पूर्ण रूपमा स्वतन्त्र हुन्छ। यो भनाइमा लगानीको पूरा सार लुकेको छ। हो, यही स्वतन्त्रता नै हो एक व्यक्तिगत लगानीकर्ताको सबैभन्दा ठूलो फाइदा। व्यावसायिक फन्ड म्यानेजरहरूलाई जस्तो बजारको हरेक उतार चढावमा प्रतिक्रिया जनाउनै पर्ने कुनै दबाव हुँदैन। यहाँ त पर्खन सक्ने क्षमता नै सबैभन्दा ठूलो शक्ति हो। सोच्नुहोस् न, व्यावसायिक लगानीकर्ताहरूलाई कति दबाव हुन्छ। चलेको ट्रेन्ड पछ्याउनै पर्यो, बजार घट्दा क्लाइन्टको प्रेसरले बेच्नु पर्यो, सधैँ अरूभन्दा अगाडि देखिनै पर्यो। यी सबै बन्धनहरूले उनीहरूलाई मिस्टर मार्केटको दास बनाइदिन्छ। तर एक व्यक्तिगत लगानीकर्ता यी सबैबाट पूर्णतया मुक्त हुन्छ। ल, अहिलेसम्म हामीले दर्शनको कुरा गर्यौं। अब यसलाई व्यवहारमा कसरी उतार्ने त? एउटा यस्तो रणनीति जसले हामीलाई यो मौलिक फाइदाको सही उपयोग गर्न सिकाओस् र बजारको हल्लाबाट पनि जोगाओस्। यसको लागि ग्राहमले एउटा यान्त्रिक विधि वा भनौँ न एउटा सूत्रमा आधारित तरिका अपनाउन सुझाए। यसको उद्देश्य के हो भने यसले हाम्रो भावनालाई बाहिर निकाल्न एउटा व्यवस्थित बाटो दिन्छ र हामीलाई अनुशासनमा बाँच्छ, ताकि भावनामा बगेर कुनै निर्णय नगरियोस्। यो विधि हो पोर्टफोलियो पुनःसन्तुलन, अर्थात् रिब्यालेन्सिङ। यसका 3वटा एकदमै सरल चरणहरू छन्। पहिलो, आफ्नो लगानीको लक्ष्य तोक्ने। मानौ
50% स्टकमा र 50% बन्डमा राख्ने। दोस्रो, जब स्टक बढेर लक्ष्यभन्दा माथि पुग्छ, बढेको हिस्सा बेच्ने। र तेस्रो, जब स्टक घटेर लक्ष्यभन्दा तल झर्छ, त्यति बेला किन्ने। हेर्नुस् त कति सरल। यो प्रक्रियाले लगानीकर्तालाई स्वतः भिडको विपरीत काम गर्न लगाउँछ। र यो प्रक्रियाको मनोवैज्ञानिक फाइदा पनि गजबको छ। ग्राहमका अनुसार यसले लगानीकर्ताको मनमा दबेर रहेको केही गरौँ भन्ने ऊर्जालाई सही ठाउँमा प्रयोग गर्ने मौका दिन्छ र अर्कोतिर आफूले भिडभन्दा ठिक उल्टो र विवेकपूर्ण काम गरिरहेको छु भन्ने सन्तुष्टि पनि मिल्छ। ल, अब हामी हाम्रो आजको चर्चाको निष्कर्षतर्फ आइपुगेका छौँ। मिस्टर मार्केटको यो कथाले हामीलाई अन्तिममा एउटा महत्त्वपूर्ण छनौट गर्न लगाउँछ। हाम्रो अगाडि दुईवटा भूमिकाहरू छन्। कि त हामी मिस्टर मार्केटको दास बन्न सक्छौं, जसले बजारको हरेक उतार चढावलाई आफ्नो भावना र निर्णयमाथि हावी हुन दिन्छ, वा हामी उसको मालिक बन्न सक्छौं, जसले मिस्टर मार्केटले दिने हरेक प्रस्तावलाई आफ्नो फाइदाको लागि चलाखीपूर्वक प्रयोग गर्छ। रोजाइ हाम्रो हो। त्यसैले एउटा कुरा सधैँ याद राख्नुपर्छ। एक साँचो र बुद्धिमान लगानीकर्ताको लागि बजार मूल्यको उतार चढावको एउटै मात्र अर्थ हुन्छ, र त्यो हो एउटा अवसर। सस्तोमा किन्ने अवसर वा महँगोमा बेच्ने अवसर। त्यसैले अब जब मिस्टर मार्केट ढोका ढकढकाउन आउँछन्, एउटा प्रश्न आफैलाई सोध्नुहोला, नियन्त्रण कसको हातमा छ, लगानीकर्ताको कि बजारको? हो, यही प्रश्नको जवाफले नै लगानी यात्राको भविष्य निर्धारण गर्नेछ।